साथी मलाई अलि सन्चो छैन कि म हस्पिटलतिर आछु चेकअप गर्नलाई। म घर गएपछि तिमीलाई कहिन अलि ब्याक्टेरियल इन्फेक्सन भएको छ। मैले अलि 7 दिनको मेडिसिन लेखेर दिइरहेको छु, एन्टिबायोटिकहरू। यो खानु र 7 दिनपछि फलोअप गर्नु होला। हस्, फार्मेसीबाट यो प्रिस्क्रिप्सन देखाएर औषधि लिनु होला है। ल डाक्टर साहब, म फार्मेसीमा गएर औषधि सबै लिएर घर जान्छु ल। हस्, हैन 4 दिन त भइसकेछ अब खाएको औषधि, सन्चो नि भइसक्यो। के खानु अब, यो खानु पर्दैन। उनीहरूले त्यस्तै भन्ने गर्छन् कि यति दिनको खानु यति दिनको खानु, सब औषधि बेच्ने तरिका मात्रै हो कि। आएँ म हस्पिटलबाट। हेर न, मलाई त सन्चो भइसक्यो। तिमी भन आफ्नो। ए तिम्रो पनि त्यस्तै सिम्पटम्स छ? म जस्तै सिम्पटम्स छ त? ल्याउ नि त, मेरो अरू औषधि बाँकी नै छ, खाऊ तिमी पनि। केही हुन्न, खाऊ न खाऊ, केही हुन्न, खाऊ। सन्चो हुन्छ तिमीलाई पनि। कहाँ हुनु साथी, 10 दिनदेखि हस्पिटलमा एडमिट छु। राम्रो भयो पो तिमीलाई कल गर्नु। आज त बल्ल कस्तो बोल्ने अवस्थामा छु र तिमीलाई मैले कल गरेँ। यहाँ मेरो सब सेभिङ सकिसक्यो हस्पिटलको बिल तिर्दा। अरू अलि पैसाको हेल्प गर्दा राम्रो हुन्थ्यो। अलि पेन्डिङ नै छ बिलहरू हस्पिटलको, त्यो पनि तिर्न बाँकी नै छ। होइन डाक्टर साहब, यति दिनदेखि एडमिट छु, खै त मलाई सन्चो भइरहेछ राम्ररी। अहिले पनि त्यस्तै छ मेरो अवस्था। खालि तपाईँहरू एन्टिबायोटिक मात्रै चेन्ज गर्नुहुन्छ, औषधिहरू चेन्ज गर्नुहुन्छ, यत्रो महँगो औषधि मात्रै चलाउनुहुन्छ। खालि तपाईँहरूलाई पेसेन्टलाई लुट्नलाई मात्र बस्नु भएको छ कि क्या हो? भने तपाईँ त त्यही पेसेन्ट होइन जसलाई मैले 7 दिनपछि फलोअपमा बोलाएको थिएँ, खै त आउनुभयो? अनि पहिलाको औषधिहरू टाइममा खानु भएको थियो, डोज बमोजी होइन? 4 दिनसम्म खाएँ, त्यसपछि मलाई सन्चो भयो। अनि मैले बचेको मेडिसिनहरू मैले आफ्नो साथीलाई दिएको थिएँ, उसलाई पनि सेम सिम्पटम्स भइरहेको थियो म जस्तै। मलाई त्यस्तो कुन बिमारी भएको छ कि मलाई यत्रो महँगो औषधिहरू तपाईँहरूले युज गरिराख्नु छ? पहिला एन्टिमाइक्रोबियल रेसिस्टेन्स, जसलाई कि हामीले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने गर्छौँ, त्यो भएको छ। यो त्यस्तो कन्डिसनमा हुने गर्छ जब कि हामीले एन्टिबायोटिक्सको मिसयुज या त ओभरयुज गरेमा वा कुनै पनि यदि हामीले एन्टिबायोटिक्स खाइरहेको छौँ त्यसको डोज कम्प्लिट नगरेपछि हाम्रो बडीभित्र ब्याक्टेरियाले त्यो एन्टिबायोटिकको एगेन्स्ट एन्टिजेन बनाउँछ र त्यो एन्टिबायोटिकको युजलाई कम गर्ने गर्छ। त्यसलाई नै एन्टिबायोटिक्स रेसिस्टेन्स भन्ने गर्छ। जुन तपाईँलाई पहिला एन्टिबायोटिक्सको कोर्स दिएको थियो 7 दिनको, तपाईँले यदि त्यही बेला कोर्स कम्प्लिट गर्नुभएको भए अहिले तपाईँको यो कन्डिसन हुने थिएन। यो कारण तपाईँकै लापरवाहीले भएको हो। मैले दिएको कोर्स तपाईँले बिचमै एक त छोड्नुभयो र आफूसँग भएको एक्स्ट्रा मेडिसिन एन्टिबायोटिक्सहरू तपाईँले आफ्नो साथीसँग पनि सेयर गर्नु हुनुभयो। त्यसो कारणले फ्युचरमा गएर तपाईँको साथीलाई पनि एन्टिबायोटिक रेसिस्टेन्स हुने धेरै नै चान्स छ र तपाईँ जस्तै उहाँलाई पनि के थाहा इन केस फ्युचरमा हस्पिटलाइज हुनुपर्छ या केसन हेरेर फ्युचरमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स या एन्टिबायोटिक रेसिस्टेन्सको केस धेरै नै बढ्नेछ। किनकि यस्तै हामीले यदि बिना प्रिस्क्रिप्सनको एन्टिबायोटिक युज गर्यो या त मिसयुज या